नमस्ते, म चाहिँ प्रेमबहादुर तामाङ हो। म चाहिँ यो कम्पनीमा बस्न चाहन्न। धेरै टर्चर सहयोगको कारणले आज यो दिन आइसकेको छ। आज चाहिँ हामी बाहिर निस्किने हो। यो कम्पनी हामी एक बस्दैन, 2 बस्दैन, 3 बस्दैन। हामी अर्कै कम्पनी अब जस्तो हुन्छ अर्कै कम्पनी हामी जान्दै भनेर सोध्नु पर्ने। राति 9 बजे ड्युटीबाट ड्युटी सकेर आइसकेपछि 10 बजेसम्म कुर्नु पर्ने। उसले खाना खाएको हेर्नु पर्ने। ऊ खाइसकेपछि भयो ल भाइ जाऊ भनेपछि बल्ल जानुपर्ने। नत्र उसको कुरा आफ्नो म त काजीको छोरा, मेरो घर यहाँ छ, यस्तो कमाए, पैसा यति कमाए भनेर सबले नमस्ते भन्छ मलाई गाउँमा गएपछि भन्ने उसको कुरा हो दाइ हो भन्नु। होइन भनेपछि सही हो भन्नु पर्ने। किन त उभिस भनेर म 1 सेकेन्ड भएको थियो आएको यसरी तैँले काम गर्दैनस् भनेर भन्नुभयो। अनि त्यसपछि होल्डिङले अनि त्यसपछि म चाहिँ त्यो के अरे मैले दिएको काम गरिरहेको छु, दौडेछु, अर्को ढोकामा जान यहाँ नागेर जानु मिलेन भन्दा तैँले काम गरिनस्, मसित जवाब फर्काइस् भनेर मलाई अर्को दिन डिपार्चेन्ट गरेर तँलाई काम गर्न चाहनु होइन। नजानी भन्नु